हेलो गाइजहरु, वेलकम टु माई न्यू ब्लग। हामीहरू सबजना सँगै छौँ, पनि सबजना सँगै मिल्छ होला भन्ने विश्वास गरेको छौँ है गाइजहरु। यो बाटो चाहिँ हैन, ठ्याक्क यो बाटो फेरि सर्टकट रहेछ के गाइज। मिसन हस्पिटलबाट निस्केपछि ठ्याक्कै एकैचोटि वहाँ उता तल टुडीखेल हैन, हाम्रो माथि पेट्रोल पम्प बसपराग जाँदो रहेछ सर्टकट बाटो, त्यतै हिँडेको गाइज। यहाँदेखि टुडीखेलको सिन पिन देखिन्छ, हेर्नुहोस् गाइज, खतरा। ओहो, यो चाहिँ मेरो बहिनी गाइजहरु। टुडीखेलको सिन यस्तो खतरा बब्बाल। के अरे भन्न के लाइभमा गयो त फलो बढ्छ। भिडियो बनिरहेको जस्तो लाग्यो। आधी बाटो चाहिँ आइसक्यौँ। तानसिनको भाइरल एनिभर्सरी बर्थडेहरू मनाउने अनि हाई गाइज, आई एम सीता पौडेल, हि इज माई ब्रदर्स। हामी यहाँ अहिले अन्नपूर्ण होटेलमा आइरहेका छौँ। कसरी बोल्छ? यो चाहिँ तानसिनको पपुलर तानसिनभरिकै अन्नपूर्ण हाम्रो होटेल मिलन है। दादाको बिहा गर्ने भने हामीले बिहा त 26 वर्ष नकटिन्सम्म नगर्ने भने क्या, यसले गर भन्छ होइन गाइज। के गर्ने अब यसलाई। यो चाहिँ अब भरेमा हुँदैछ ठ्याक्क। यो चाहिँ भवन निर्माण अझै हुँदैछ, काम सकेको छैन होइन गाइजहरु। ठ्याक्क हेर्नुहोस् गाइजहरु, यो ठुलो तानसिनभरिकै पपुलर हो। मेरो कम्प्युटर क्लास लिने ठाउँ चाहिँ आउनु लाग्यो। यहाँदेखि करिब 10 मिनटको 5 मिनटको जति बाटो छ। अब हामी चाहिँ होइन गाइज, 2 घन्टाको कम्प्युटरको क्लास लिएपछि काम छैन, दिनभरि बस्ने। अल्छी लाग्छ दिनभरि बस्दा यस्तै बनाउने हिँड्ने होइन, हेर्ने अब यस्तै छ होइन। यो बाटो चाहिँ अब हाम्रो टुडीखेलदेखि लिएर माथि पेट्रोल पम्पहरू सब जाँदो रहेछ है। म पनि अब यता सुरुमा हिँड्न त कस्तो अनौठो लाग्थ्यो क्या, कहाँ जस्तो फिल हुन्छ है। त्यसपछि अहिले चाहिँ अब बानी भएर आएको पनि 1 महिना जति हुन लाग्यो। त्यसपछि अहिले सब बानी पऱ्यो होइन ठ्याक्क। यो बाटो फेरि गल्ली जस्तो छ, अलि भित्रै पख बसिन्छ हामी फेरि ठ्याक्क। गाडी हिँडिरहन्छन् होइन। हामी बस्ने चाहिँ ठाउँलाई भुसन लाडा भन्दो रहेछ। मिसनको नजिक आसपासमा होटेलमा बसिन्छ गाइज होइन ठ्याक्क। यहाँ चाहिँ भिड हुन्छ धेरै गाइज। यहाँ चाहिँ अब मान्छेहरू अब दरबार बनिसकेपछि पहिला राजा रानीले राज गरेको ठाउँ होइन, जो पनि अब आश्चर्य हुन्छ नि त। देवर खतरा हेर्नुहोस् गाइज, यहाँको दरबार हो डेन्जर राम्रो हो। अब गाडीहरू पनि हिँड्दै बस्छ होइन, मान्छेहरू पनि आउने जाने गरिरहन्छ। म पनि एकचोटि गएँ अस्ति, रमाइलो लाग्यो है। खतरा ठाउँ क्या, 50 रुपियाँ टिकट लाग्दो रहेछ है त्यहाँ जान चाहिँ। गइयो, रमाइलो भयो ठ्याक्क। यहाँबाट फेरि प्रवेश गर्ने ठाउँ, दरबार प्रवेश गर्ने ठाउँ यहाँबाट ठ्याक्क। यहाँ पनि यस्तै छ। यहाँ फेरि धेरै सुनचाँदी पसल क्या, गहना निर्माण बनाउने कार्यहरूदेखि लिएर सबै गर्ने धेरै सुनचाँदी पसलहरू छ होइन। यस्तै हो गाइज। मेरो चाहिँ अब कम्प्युटर क्लास लिने ठाउँ आइसक्यो होइन। मैले चाहिँ अहिले एपेक्स कम्प्युटर सेन्टर भन्ने मा कम्प्युटर क्लास लिन्छु गाइजहरु ठ्याक्क। यहाँदेखि हाम्रो ग्याङहरू अब ग्रुप बाई ग्रुप छ के अरे, ए ग्रुप, बी ग्रुप, सी ग्रुप भन्ने। म चाहिँ बी ग्रुप। 10 बजेदेखि क्लास सुरु हुन्छ। मेरो क्लास लिने ठाउँ चाहिँ यही हो गाइजहरु। ल, सीता मिसले काम गर्ने ठाउँ चाहिँ यही हो हेर्नुहोस् गाइज। यहाँदेखि ठ्याक्क भित्र जाने हो। ल।
ठ्याक्क होइन क्लास प्रवेश गर्न गइसकेको छ मान्छे। ठ्याक्क यहाँ चाहिँ ट्रेनिङ सेन्टर जाने बाटो अरे जान लाग्यो। हामी चाहिँ अब तल झर्दै टुडी खेलतिर हामी चाहिँ अब ठ्याक्क टुडी खेल गरेर बहिनीले चाहिँ अब सपिङ गर्न पर्यो रे। त्यही भएर अब बहिनीलाई अब सपिङ गर्न चाहिँ अब तानछिनकै सस्तो पसल जाँदैछौँ। हेर्नुहोस् गाइज ठ्याक्क यहाँदेखि फेरि पुरै सुनचाँदी पसल हेर्नुहोस्। यहाँ फेरि अब जताएर सुनचाँदी पसल जताएर यहाँ फेरि अब सुनार जातिको बसोबास धेरै रहेछ क्या गाइज। त्यही भएर होला यहाँको यो तानछिनको पपुलर भाषा फेरि प्रायः जसो मगर भाषा रहेछ। मगर भाषा चाहिँ पपुलरमा रहेछ होइन। ठ्याक्क यहाँ यस्तो छ है यताहरू उता सुनचाँदी पसल यताहरू सुनचाँदी पसल किराना पसल जताततै के गाइज। ओफो यस्तो होइन ठ्याक्क यस्तो हामी चाहिँ जाँदैछौँ है। यहाँ चाहिँ अब हामी फेरि अब यताएर सुनचाँदी पसल यसले त हेर्नुहोस् गाईहरू ल ठ्याक्क होइन। हामी चाहिँ जाँदैछौँ तानछिनका बागा मेन रोड के अरे हेर्नुहोस् गाइजहरू। अब गाडी हिँडेको हिँडै अब यताउति गरेको गरै ठ्याक्क आएर यताउति हेर पसल गाडी गुडिरह हिँडिरह है रमाइलो खजियोस्। हामी फेरि अलि उता माथि नै बसिन्छौँ तानछिनको मिसन हस्पिटलतिर। त्यता फेरि अलि खासै अलि भित्र भयो क्या। त्यही भएर अब त्यता चाहिँ मान्छेहरू त हुन्छ त्यही नै अब यस्तो गाडी साडी हुँदैन। यता पार्किङ अब ठ्याक्क होइन। यहाँ चाहिँ अब एमआई कम्पनीको सुरुम पनि रहेको छ। सुरुम एमआई कम्पनीको हेर्नु सक्नुहुन्छ। नानीले स्कुटी निकाल्ने रे त्यही एमआई कम्पनीको अलि 12 पास गरेपछि त्यही भनेको। हामी चाहिँ यो सेल लाएर चाहिँ होइन तानछिनकै सस्तो पसल गाइजहरू ठ्याक्क नानी चाहिँ भित्र गयो जानु पर्यो हेर्नु गाइजहरू। ओफो जताततै हो कपडा कस्तो खाले लाने र ल टी सर्ट मात्र लाने हो। नानीले चाहिँ अब हेर्न लाहान आफ्नो कपडा रोज्न लाहान। हेर्नुहोस् गाइजहरू यताउति कपडा जताततै ठ्याक्क होइन। यस्तो खाले टी सर्ट खुल्ला यस्तो नभए नि खुल्ला चित्त बुझेन अरू नानीलाई। त्यही भएर अब टप्स लाने रे। ओहो खतरा रहेछ है ठ्याक। हेर्दैछन् हेर्नुहोस् गाइजहरू कपडा टप्स भन्ने हो के यो ताहेनालाई फेरि ओफो डर लाग्यो बे यसबाट त। ओन्नो बी ठ्याक्क होइन। कृपया सामान किनेपछि काउन्टर हिसाब गर्नुहोस् धन्यवाद रे। ओहो खतरा रहेछ। हामी चाहिँ सपिङ गर्न लाम है त उति ठ्याक्क सेल लगाएर रहेछ यही पसलमा आएको गाइजहरू। यता पनि रहेछ यस्तो चप्पल होइन ट्याक्क वासरुम पनि रहेछ यता। ल गरम कस्तो खाले कपडा लाने ट्याक्क मिलाएर
कुन कलर राम्रो लाग्छ त्यो त आफूले रोजन दिललाई सौदा दिलले बेचिरहेको मान्छे होइन ठ्याक्क कलर रोज्न भन्छ नजान्ने मान्छेलाई कहाँ जानिन्छ र होइन गाइज ओहो जरुरी छैन ठाउँ चाहिँ अब पराइजहरूको बारेमा सब कपडा पराइजको बारेमा अन्तर्वार्ता हुँदैछ ओहो होइन सुरुमा जस्तो कपडा जता ततै कपडा जुत्ता चप्पल त्यता चाहिँ यसले हेरिरह के गाइजहरू ओहो यसको घाउला चोट लाएर चाहिँ यहाँ चाहिँ ठ्याक्क अनि चाहिँ यसो भएर जानु पर्यो होइन ठ्याक्क चेक गर्छिस् ल गर ल ल ल नानीले चाहिँ कपडा चेक गर्ने रे अब ठ्याक्क होइन यस्तो ठाउँमा है ठाउँमा आएको होइन जतातैहरूको है गाइजहरू यस्तो अब नानीले चाहिँ अब यहाँ ठ्याक्क चेकिङ रुम अरे यहाँ चाहिँ अब कपडा चेक गर्दैछन् हुँदैछ आउँछ कि आउँदैन भन्दै होइन अब चेक गर्नै पर्यो पसलमा आएपछि चेक गरेर लानु पर्यो राम्रो ल्यायो लाने नराम्रो ल्यायो नलाने होइन हजुर यस्तै त अनि यो पसल चाहिँ ठ्याक्क तानसिनको टुडीखेल यता रहेछ हजुर भयो ल छिटो गर्नु त त्यही छ यो कपडा नानीलाई चाहिँ यो कपडा छ अरे दुईचोटि चेक गरेमा सस्तो ल ल ल ल बनाउँदै ए दिदी यता फर्केर हेर्नुहोस् त गरे के ठ्याक्क सेलबाट निस्केर अब यहाँ फेरि अर्को पसलमा आइयो नानीले हजुर हो ल आइदिनु त यता टी सर्ट चाहियो रे नानीलाई अर्को पसलमा आएका छन् हजुर केटी मन पर्यो अब तिमीलाई कलर छाने ट्याक्क होइन जाँगर पनि रहेछ त यहाँ त गाइजहरू यस्तो जाँगरहरू पुरा होइन के यो प्लेन अरे के यस्तो खाले माले सर्ट लाने हो कि टी सर्ट लाने हो र टी सर्ट भन्छ नि सर्ट हेर गाडी हिँडेको हिँडै हामी चाहिँ अलि यति बेला टुडीखेलदेखि अलि सिन ठाउँमा पसलमा नानीलाई सपिङ गर्न पर्यो अरे त्यही भएर यहाँ आएका छौँ एउटा सेलबाट सपिङ गर्न निस्क्यो फेरि अर्को पसलमा टी सर्ट चाहियो रे के चाहियो रे यति बेला सपिङ गरेर फर्किने क्रममा अब घर जाने निस्काइचेर काम केही छैन के अरे घर गएर अब खाना खाइए होइन नास्ता गरेर आएको खाना खाने भोक लाग्यो गएर अब हामी चाहिँ अहिले यति बेला टिडी खेलमाथि भीमलाल पथ भन्ने ठाउँमा नामै खतरा डेन्जर के गैरी गाउँ अरे अब होइन खतरा नाम नि अब भीमलाल पथ गैरी गाउँ रे ओहो कहिले नसुनेका नाम हानेर गाइस ल यता बोल्दै त अब हामी चाहिँ अब यहाँदेखि करिब 10 मिनटमा चाहिँ अब हामी बस्ने ठाउँतिर पुगिन्छ त्यहाँ अब त्यसपछि काम केही छैन र बस्ने गाइजहरू दिउँसाखेरि काम नबसेखेरि होइन गाउँतिर आएको अब गाउँतिर बरु यसो काम गरिन्थ्यो र टाइम पास दिन गएको थाहै हुन्थेन है सहरतिर आएपछि काम नहुने गाइजहरू दिन कसरी कटाउने अनि अन्यल हुन्छ हेर्नुहोस् त्यही भएर दिक्क लाग्छ हामी चाहिँ ट्याक्क चट्ट पारामा
करिब करिब चाहना ब्युटीफुल हामी बस्ने ठाउँको नजिक नजिक आइसकेका हौँ गाइजहरू